बालेनजीले अहिले मलाई खेद्नु हुँदैछ नि उहाँ दुर्गा प्रसादलाई पक्डी भनेर। बालेनको देश हो यो, हाम्रो देश होइन। बालेनले पनि एक दिन मेरा घरमा आउनुपर्छ मलाई जोगाइदिउँ भनेर। हेर्दै जानुहोस्, हेर्दै जानुहोस्। म दुर्गा माताको भक्त हुँ। मैले बोलेको कुरा पुगेन छ नि मलाई भन्नुहोस्। अब आज मैले एनाउन्स गरेँ मङ्सिर 7 गतेदेखि नगर्दा पनि भएन। यहाँ मान्छेले धेरै झुक्क्याए। दुर्गा प्रसाई बोलेन, दुर्गा प्रसाई अवसरवादी भयो। म के को अवसरवादी? तस्कर जतिलाई लगेर राष्ट्रपति सुत्तालाई थुनौँ न। यो राष्ट्रपतिको चाहिँ 7वटा घर छ लन्डनमा, पार्टी खोल्ने ल्याएर थुनौँ न राष्ट्रपतिलाई। पार्टी त खोल्दै गरौँला न यार, पार्टी भन्दा पनि देश जोगाउनु परेन। चुनाव आइसक्यो नि, चुनावै हुँदैन। के को चुनावदेखि डराएको भन्नुहुन्छ? चुनाव हुन्छ अब यो मुलुकमा। चुनावमा जानु हतियार बाहिर छ 21,000 हतियार त माथि आएर यहाँ माथि काठमाडौँमा राखेर छ। के को तपाईँले चुनाव भन्नु? तपाईँ कहाँ हुनुहुन्छ हौ मेरा भाइ? अर्काले चलाएको देशमा बसेर तपाईँ चुनाव हुनुहुन्छ हुन्छ भन्नु? जेएनजीले लखट्यो भने दुर्गा प्रसाईलाई जेएनजीले प्रतिवाद हुन सक्छ नि। जेएनजीले तेरिका तपाईँले उल्टो क्वेसन नसोध्नु न। जेएनजी उहाँ मेरा घरमा लाइन रातभरि लाइन छ। जेएनजी मलाई यो व्यवस्था परिवर्तन भएन भने नि भाइ, यी जेएनजी जति त जम्मै जेल जान्छन्। अस्ति फुटाउने मन्त्री एउटा भइहाल्यो, प्रधानमन्त्री एउटा भइहाल्यो, जेल जाने अर्को भयो भाइ। ती सब सुरु भइसक्यो होइन। अस्ति